बर्मुडा ट्रायंगल, जसलाई डेभिलको ट्रायंगल वा अटलान्टिकको कब्रिस्तान पनि भनिन्छ, प्रशान्त महासागरको एउटा यस्तो रहस्यमय क्षेत्र हो जहाँ विगत 100 वर्षमा 75 भन्दा बढी विमान र सयौं जहाजहरू बेपत्ता भएका छन्। यी मध्ये अधिकांश घटनामा न त कुनै भग्नावशेष भेटियो न त कुनै संकेत। ती यात्रुहरू र चालक दलका सदस्यहरू पनि कहिल्यै फेला परेनन्। यस क्षेत्रमा हरेक वर्ष औसतमा 4 विमान र 20 जहाज हराउने गरेको अनुमान गरिएको छ, जसले विश्वभरका अनुसन्धानकर्ताहरूलाई चकित पारेको छ। यो रहस्यमय क्षेत्रको सीमा कुनै निश्चित रेखाले छुट्याइएको छैन। सामान्यतया यसलाई फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र पोर्टो रिकोको सान जुआनलाई जोड्ने काल्पनिक त्रिभुजाकार क्षेत्र मानिन्छ। यसको कुल क्षेत्रफल 1.3 देखि 3.9 मिलियन वर्ग किलोमिटरको बीचमा अनुमान गरिएको छ, जुन भारतको क्षेत्रफलभन्दा पनि बढी हो। यो क्षेत्र विश्वको सबैभन्दा व्यस्त व्यापारिक मार्गहरूमध्ये एक मानिन्छ, जहाँ दैनिक हजारौं जहाज र विमानहरू आवतजावत गर्छन्। बर्मुडा ट्रायंगललाई यो नाम सन् 1964 मा अमेरिकी लेखक भिन्सेन्ट गार्डिसले दिएका हुन्। उनले आर्गोसी पत्रिकामा द डेडली बर्मुडा ट्रायंगल नामक एउटा लेख प्रकाशित गरेपछि यो नामले विश्वव्यापी मान्यता पायो। गार्डिसले यस क्षेत्रमा भएका केही रहस्यमय घटनाहरूको विवरण प्रस्तुत गर्दै यसलाई एउटा अनौठो र खतरनाक ठाउँको रूपमा चित्रण गरेका थिए। उनको लेखपछि नै यो क्षेत्रको बारेमा विभिन्न कथाहरू र सिद्धान्तहरू बाहिर आउन थाले।